के तपाईलाई थाहा छ संसार यति छिटो बदलिँदैछ कि आजको प्रविधि भोलि पुरानो भइसक्छ। आर्टिफिशियल इन्टेलिजेन्सदेखि लिएर फ्लाइङ कारहरू अब आउने प्रविधिहरूले हाम्रो जीवनलाई पुरै बदल्नेछन्। आजको भिडियोमा हामी हेर्नेछौँ विश्वका 10 नयाँ र अचम्मलाग्दा प्रविधिहरू जसले हाम्रो भविष्य नै बदल्न सक्छन्। आउनुहोस् अब सुरु गरौँ। नम्बर 10 लेजरेथ LMB 496। लेजरेथ LMB 496 एक उड्ने मोटरसाइकल हो। फ्रान्सका आविष्कारक लुडोभिक लेजरेथले बनाएको यो बाइक सामान्य मोटरसाइकलहरू जस्तै सडकमा चल्छ, तर केही सेकेन्डमै हावामा उड्न सक्ने क्षमता राख्दछ। यसमा 4वटा टर्बाइन इन्जन छन् जसले बाइकलाई हावामा उठाउँछ। यसमा पूर्ण रूपमा इलेक्ट्रोनिक हाइब्रिड प्रणाली प्रयोग गरिएको छ जसलाई सडकमा चलाउँदा साधारण मोटरसाइकलहरू जस्तै लाग्छ, तर फ्लाइङ मोड अन गरेपछि यो ड्रोन जस्तै उड्छ। भविष्यमा यसलाई व्यक्तिगत हवाई यातायातको रूपमा प्रयोग गर्ने योजना छ। नम्बर 9 3D प्रिन्टिङ वस्तु बनाउने नयाँ तरिका। यो एउटा यस्तो आधुनिक प्रविधि हो जसले डिजिटल डिजाइनलाई वास्तविक वस्तुमा रूपान्तरण गर्न सक्छ। यस प्रविधिले कम्प्युटरमा बनेको 3D मोडललाई लेयर बाइ लेयर गरेर प्रिन्ट गर्छ, जसले गर्दा अन्तमा ठोस आकारको वस्तु तयार हुन्छ। 3D प्रिन्टरले अब घरदेखि कारका पार्टहरूसम्म बनाउन सक्छ। यसले निर्माण लागत घटाउने र तुरुन्तै उत्पादन सम्भव बनाउनेछ। नम्बर 8 फ्लायर। फ्लायर भनेको चीनमा विकास गरिएको एक नयाँ प्रविधि हो जुन विशेष रूपमा उड्ने सवारी साधनको रूपमा चर्चामा छ। यो पूर्ण रूपमा विद्युतबाट चल्ने भएकाले वातावरण मैत्री रहेको छ। कार्बन फाइबर र हल्का मेटल प्रयोग गरिएकाले यो सजिलै हावामा उड्न सक्षम छ। सामान्य हेलिकप्टर भन्दा धेरै शान्त र ऊर्जा बचत गर्ने प्रणाली रहेकोले यो साधन पाइलटको सहायता बिना नै सुरक्षित उडान र अवतरण गर्न सक्छ। नम्बर 7 एटोनोमस पोड्स। एटोनोमस पोड्स भनेको चालक बिना चल्ने सवारी साधन हुन् जसले AI सेन्सर र क्यामेरा प्रयोग गरेर बाटो पत्ता लगाउँछन् र गन्तव्यसम्म पुग्ने गर्दछन्। यी पोडहरू सामान्यतया शहरभित्र छोटो दूरीको यात्राका लागि प्रयोग गरिन्छन्, जसले ट्राफिक घटाउँछ र वातावरण मैत्री यातायात प्रणालीलाई विकास गर्न मद्दत गर्छ। बाटोको माथिपट्टि चल्ने यसको आकृति केबल कार जस्तै हुन्छ। नम्बर 6 न्युरालिङ्क मस्तिष्कसँग कम्प्युटरको जोड। एलन मस्कले स्थापना गरेको एक कम्पनी हो न्युरालिङ्क, जसले मानव मस्तिष्क र कम्प्युटर बीच सिधा जडान बनाउने प्रविधि विकास गर्दछ। यो प्रविधिबाट मानिसहरूले सोचेर नै कम्प्युटर वा मोबाइल नियन्त्रण गर्न सक्नेछन्। यसले मान्छेहरूको दिमागमा चिप राखेर कम्प्युटरसँग सिधा सम्पर्क गर्न सक्ने सक्षम बनाउनेछ। यसले भविष्यमा अपाङ्गता उपचार, स्मरण शक्ति सुधार र AI सँग सिधा संवाद गर्न प्रयोग गर्नेछ। नम्बर 5 GAC प्रेजेन्ट GOV। यो प्रविधिले प्रस्तुत गरेको GOV एक आधुनिक विद्युतीय र स्वचालित सवारी प्रविधि हो। यसको डिजाइन स्लिक, एरोडाइनामिक र आधुनिक छ। यसमा पारदर्शी ढोका, फ्युचरिस्टिक LED बत्तीहरू र स्मार्ट ग्लास विन्डोहरू हुन्छन्। भित्रको भागमा ड्राइभर सिट छैन किनभने यो पूर्ण रूपमा स्वचालित हो। यात्रुका लागि आरामदायी सिट, टच स्क्रिन कन्ट्रोल र डिजिटल इन्टरफेस जडान गरिएको हुन्छ। समग्रमा हेर्दा यो कार रोबोटिक क्याबिन वा लग्जरी भविष्यको पोड जस्तै देखिन्छ। नम्बर 4 क्वान्टम कम्प्युटिङ। क्वान्टम कम्प्युटिङ भनेको यस्तो प्रविधि हो जसले क्वान्टम मेकानिक्सका सिद्धान्तहरू प्रयोग गरेर सूचना प्रशोधन गर्छ। सामान्य कम्प्युटरले गर्न नसक्ने विशाल गणना क्वान्टम कम्प्युटरले एकै सेकेन्डमा गर्न सक्छ। यो प्रविधिले औषधि विकास, जलवायु अध्ययन र डाटा सुरक्षा क्षेत्रमा क्रान्ति ल्याउनेछ। नम्बर 3 फ्लाइङ कार्स उड्ने गाडीहरू। फ्लाइङ कार नयाँ प्रविधिको यस्तो अवधारणा हो जसले कार र हेलिकप्टरको मिश्रण जस्तो काम गर्छ। यसमा इलेक्ट्रोनिक मोटर, ड्रोन जस्ता पंखा र अटो पाइलट प्रणाली प्रयोग गरिन्छ, जसले कारलाई सडकमा चलाउने र आकाशमा उडाउन दुवै काम गर्न सक्षम बनाउँछ। अब ट्राफिक जाममा फस्ने समय गयो। टेस्ला, एरोमोबिल जस्ता कम्पनीले आकाशमा उड्ने कार बनाइरहेका छन् जसले छोटो दूरीमा हवाई यात्रा सम्भव बनाउनेछ। नम्बर 2 स्मार्ट रोबोटहरू। रोबोट भनेको मानिसले बनाएको यस्तो मेसिन हो जसले स्वचालित रूपमा वा प्रोग्राम अनुसार काम गर्न सक्छ। यो रोबोटहरू कारखाना, अस्पताल, घर र अन्तरिक्ष जस्ता ठाउँहरूमा विभिन्न काम गर्न प्रयोग गरिन्छन्। रोबोटले मानिसको काम सजिलो, छिटो र सुरक्षित बनाउन मद्दत गर्दछ। होटलमा सेवा दिने, अस्पतालमा सर्जरी गर्ने रोबोटहरू अहिले हाम्रा साथी बन्न थालेका छन्। नम्बर 1 फाइनली नम्बर 1 मा रहेको छ आर्टिफिशियल इन्टेलिजेन्स अथवा छोटकरी नेम AI। AI भनेको यस्तो प्रविधि हो जसले कम्प्युटर वा मेसिनलाई मानिस जस्तै सोच्न, सिक्न र निर्णय लिन सक्षम बनाउँछ। यसले आवाज, तस्बिर र डाटालाई विश्लेषण गरेर समस्या समाधान गर्न मद्दत गर्छ। AI अहिलेको स्वास्थ्य, शिक्षा, यातायात र उद्योग जस्तै धेरै क्षेत्रमा प्रयोग भइरहेका छन्। ChatGPT, DeepSeek, Google Gemini जस्ता प्रणालीहरू यसको उदाहरण हुन्। तपाईले पनि अहिलेसम्म कुनै AI को प्रयोग
प्रयोग गर्नुभएको छ वा छैन, प्रयोग गर्नुभएको छ भने के कामको लागि प्रयोग गर्नुभयो, तल कमेन्टमा लेख्नुहोला। यी प्रविधिहरू अहिले त विकासको चरणमा नै छन्, तर केही वर्षमै हाम्रो दैनिक जीवनमा समाहित हुनेछन्। तपाईलाई कुन प्रविधि सबैभन्दा रोचक लाग्यो, तल कमेन्टमा लेख्नुहोला। भिडियो मन पर्यो भने लाइक गर्नुहोला र आफ्नो कुनै साथीलाई सेयर गर्नुहोला अनि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा फेरि भेटौँला नयाँ र रोचक विषयका साथ। धन्यवाद।